Yo, what's up, guys? Welcome back to my another video of GTA 5. आज चाहिँ हामी GTA 5 खेल्न गइरहेको छौँ होइन। यो चाहिँ मेरो म पहिले नि खेल्दै खेल्न चाहिँ, तर यो चाहिँ मेरो के भन्छ फर्स्ट भिडियो हो युट्युबमा चाहिँ। आज चाहिँ हामी के गर्न गइरहेको छौँ भने यो रेसिङ गर्न गइरहेको छौँ। आज यहाँ रेस खुलेको छ यो ठाउँमा होइन, अनि रेस भइरहेको छ यहाँनिर, त्यो भाग लिन गइरहेको छौँ। यहाँ मेरो गाडी चाहिँ योभन्दा अगाडि खेल्दाखेरि यो के भन्छ यहाँ पुलिसले लगेको थियो, त्यही भएर यहाँबाट हामी निकालेको छौँ र फटाफट यहाँ गएर रेस गर्नेछौँ हामी। ल लेट्स गो। ल गाडी कुदाउँदै ओर्दै हामी चाहिँ के भन्छ यहाँ रेसिङ कोर्समा पुगिसकेको छौँ। त्यहाँ गएर हामीले रेजिस्टर गर्नुपर्ने हुन्छ आफ्नो नाम, अनि खेल्न पाइन्छ। त्यो यो रेसिङको फर्स्ट भयो भने चाहिँ के पाइन्छ भन्दाखेरि यसले गाडी देख्नु भएको तपाईँले होइन, त्यो पाइन्छ। सो लेट्स पार्टिसिपेट इन रेस। यो मेरो यो भन्दा अगाडिको भिडियो हिटमेनको हेर्नुभएको छैन भने हेर्न सक्नुहुन्छ मेरो च्यानलमा गएर। र रेस सुरु हुन आँटिसकेको छ अब। ल मेरो चाहिँ गाडी यो रहेको छ ल्याम्बोर्गिनी। सबजना 3, 2, 1 अब ला। यो चाहिँ 5वटा ल्यापको गेम हुन्छ, 9जना पार्टिसिपेट हुन्छ यहाँनिर जम्मी होइन। त्यसलाई टप्नुपर्ने हुन्छ। तेरिका रेस भइरहेछ अहिले हाम्रो, जतिसक्दो छिटो टप्नुपर्ने हुन्छ मैले, नत्र फेरि मेरो प्राइज पाउँदिनँ मैले। यस 4th पोजिसनमा आयो, 3rd 2nd दामी। यसलाई टप्यो भने म फर्स्टमा आइहाल्छु अब। ल फर्स्ट ल्याप 2 सुरु भइसकेको छ अहिले भर्खर। त्यो म्युजिक चाहिँ बन्द गरिदिउँ है। बिस्तारै गयो भने तर क्रास चाहिँ हुनु भएन क्या, फेरि अति टाइम लाग्छ ऊ निकाल्ने। ल ल्याप 2 पनि कम्प्लिट भइसकेको छ अब गर। ल्याप 3 को पालो। क्रास चाहिँ हुनु भएन, बरु ढिलो गयो भने केही फरक पर्दैन कि, नत्र फेरि क्रास भयो भने चाहिँ टपिहाल्छ हामीलाई। सो त्यो कुराको ध्यान राख्नुपर्छ हामीले। सेट झन्डै टप्यो, मलाई आइसकेको थियो। यो चाहिँ मेरो GTA 5 को न्यू भिडियो भयो, फर्स्ट भिडियो हो युट्युबमा। सो अझै पनि यस्तो भिडियोहरू आइरहेको छ गेमिङको भिडियोहरू। अस्ति हिजो इभेन्टको हालेको थिएँ, त्यो हेर्नुभएको छ छैन मलाई थाहा छैन। हेर्न चाहनुहुन्छ भने च्यानलमा गएर हेर्न सक्नुहुन्छ। ल्याप 3 ल्याप 4 झन्डै टपेकोले। यस्तो भिडियोहरू चाहिँ अब आइरहेको छ त्यो च्यानलमा, रेगुलरली आउँछ, त्यही भएर सब्सक्राइब गर्न सक्नुहुन्छ तपाईँले मलाई। ल्याप 5 को पालो। लास्ट ल्याप रहेको छ, यो चाहिँ जित्यौँ भने टप भने फेरि दिद्दी हुन्छ। अहिले यत्रो कामै लाग्दैन। फेरि यस्तो घुमौटी बाटो छ यहाँनिर, फेरि स्पिड लगाउनु पनि हुँदैन, फेरि सिधै गएर ठोकिन्छ। त्यो गाडी चाहिँ बब्बाल छ हाम्रो। ला कति छिटो आएको यो त। We are the winner. ल रेस हामीले जितिसकेको छौँ र रेसको उयसको गाडी पनि हामीले आफ्नो पाइसकेको छौँ। र आजको लागि यति नै। अब अर्को भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानल गएर हेर्न सक्नुहुन्छ। सब्सक्राइब गरेर राख्नु होला, अरू भिडियो यस्तो आउँदै गर्छ। गुड बाई।